मक्केबारी दर्याम दर्याम भन्ने के छ ए हरियो काक्रो दर्याम दर्याम मक्केबारी के भन्छ हरियो काक्रो कर्याम कर्याम मक्केबारी दर्याम दर्याम आम गीत पनि के निकाल्छ बुढीलाई थाहा रहेछ सब अयो तथा कस्तो दुख्छ यसले सजिनहरु त खेर फालेको मान्छेले कति मिहिनेत गरेर किनेर खान्छ मलाई यसको यो पत्ताहरु छ नि गाइस यो पत्ताहरु छ नि गाइस कोकला थाहा छ कोकला थाहा छैन हैन सजिनको यसको चाहिँ दाल बनाएर खान्छ चिप्लो हुन्छ गाइस यस्तो दामी हुन्छ हैन के उपद्रो गरेको जेमा यो फोपडा हो क्या अब त दुई तीन जना देख्दाखेरि के हुन्छ दुनियाले देख्ने कुरा हैन क्या देखोस् न तर सोशल मिडियामा देखोस् न त्यो हो क्या मुक्ति आज गर्नुपर्छ ल त्यही काम बाँकी छ अहिले ज्यामलाई भ्वाक्कै दिन्छ अनि साँच्ची पो भनेको त केमा ल्याइदिनु पानी यसमा के को लागि ल्याइदिनु किन सबै थोक भन्नुपर्ने हौ के हेरेको भनेको सुन्नुपर्छ कि पर्दैन मैले मैले भनेको सुन्नुपर्छ कि पर्दैन त्यही अन्डा हेरिदिउँ भनेको कस्तो अप्ठ्यारो ठाउँमा बनायो क्या हेलो एभ्रिवान सेवाहरू फेरि पनि स्वागत छ हजुरहरूलाई दिवस लिनको भिडियोमा होप गरेर फाइन छ भने सन्चै हुन्छ होला र म पनि एकदमै सन्चै नै छु सो गुड मर्निङ एभ्रिवान बिहानको 9 बजिसकेको छ गाइस है पानी चाहिँ पर्नु अलिक जस्तो भएर चाहिँ हिजो रेन्जर पानी पर्दियो नि खतरा हावाहरू पनि आयो पानी पनि पर्दियो हो लाइन पनि बिहानदेखि रहेन रहेछ मैले भिडियो एडिट गरिसकेको छुइनँ हेर्नु न धुम्म भइरहेछ क्या राजाको बङ्गला सरर त्यस्तै नै छ गाइस हेर्नु बिहान बिहान अब हाम्रो घरमा चाहिँ नरिवल बेचेको थियो यति चाहिँ उब्रेको होला ल हेर्नु कहाँ छ नरिवल पानी खानु सही हुन्छ नि है तर छ कि छैन हुनु पर्यो भारी भारी छ हो एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा सानो त्यसमा त के होला र अहिले खानुपर्छ अब फ्राइड राइस हान्ने हो होममेड फ्राइड राइस भोक लागेर हिजो खाना खाइनँ नि त मैले थुक्पा हानिदिएको थिएँ के भयो यो धेरै तताउनु पर्ने तातै छ क्या हालिदेऊ त यो चाहिँ के बनाएको फेरि के हो यो मैले चिनिनँ त ल गाइस अब चारो पनि टिप्नु पर्ने हुन्छ हिजो खाना खाएको थिइनँ कि मैले बेलुका थुक्पा खाइदिएको थिएँ तेरो भोक लाग्यो क्या दामी भोक लाग्यो बिहान बिहानै चिल्लो ग्यास्ट्रिक छ गाइस ग्यास्ट्रिक छ मेरो पनि के हाल्नु यहाँ पचाइदिन्छु भनेर कसरी भन्नु पचाइन्छ कि तर भात खाने बित्तिकै चाहिँ मेरो पेट दुखिदिन्छ क्या गाह्रो छ के चाहिँ है पानी हौ किन म चाहिएको छ नि अब के गर्नुलाई त न यो अखर भएको होइन खाइसक्यो खायो टोइलेट गएर खाएर पनि निकालेर पनि फेरि अब चिया खाइदिनु लागेको कस्तो चिया खानु लाग्यो म दोकान गएर आउँछु यो बुढी त म के चिचाएको चाहिँ किन अन्त आमाले भनेको कि त्यो हामीले रोपेको थिएन खोर्सानी त्यो गोड्नु अरे भन्ने तिमीलाई पनि भन्नुभएको थियो है अस्ति नै आज गोड्नुपर्छ ल अहिले ज्यामलाई भ्वाक्कै दिन्छ अनि साँच्ची पो भनेको त केमा ल्याइदिनु पानी यसमा के को लागि ल्याइदिनु भन्नुपर्ने हौ यो म के भएको कहाँ दोकान जाउँ भनेको काममा राखेको छ म त हुँदैन क्या बुढीको त काममा राखिहाल्छ म मात्रै बुढी जस्तो हो कि हजुर कहिले छ हौ चिया तताइदेऊ न म नि हराइदिन्छु चिया तताइदेऊ न चिया अहिले दिन्छ अहिले अनि होइन गाइज
के ऱ्याप्स यहाँ फेरि अर्को फाल्टो छ हाम्रो के अरे भरत मगर त्यही ल म अब पानी सानी भरिदिएर यहाँ टक्क लगिदिएर दोकान गएर आएर चाहिँ टक्क चिया खाने हो होइन सो हाम्रो घरमा चाहिँ भोलि के छ अरे पूजा छ अरे हाम्रो यो लिङ्ग चेन्ज गर्नुपर्ने अरे गाइज भन्दै हुन्छ हुन्छ यति भयो ल यही कल हो क्या गाइज हाम्रो चाहिँ नसुत्ने यो इनार भयो हो हाम्रो सानो गहिरो छ यो इनार चाहिँ होइन यसो चाहिँ मैले पहिल्यै सानोमा चाहिँ 2टा हिले माछा हालिदिएको थिएँ अहिले यो मटर लगाएको छ हो सुकिन्छ नि ल मेरो चाहिँ चियाहरू रेडी हुँदैछ गाइज म तताउँदैछु होइन बुढीलाई मैले अघि तताइदियो भने कि बुढीले सुन्दैन कि यहाँ टप्प कहाँ गएको छ हो एक्जाम दिन्छु अहिले म टक्क सुगर हल्का हो मिल्क नै थिएन रहेछ बिहान अब दुध त दिनुभएको थियो होला तर हाम्रो बिहान र बेलुकाको दुध चाहिँ दिनुहुन्छ क्या अब डेरीमा पठाइ बाइकमा लिन आउँछ पठाइदिनुहुन्छ बिहानको चाहिँ सबै दिइपठाउनुहुन्छ हो अब बेलुका पनि दिइपठाउनुहुन्थ्यो तर बेलुका चाहिँ हुन्छै हुन्छ सो गाइस त्यो कफी खाइदिउँ भनेको अब मिल्क कफी होइन अब दुधै रहेन रहेछ अब मिल्क टी खाइदिने हो अटा बुढा तताइदियो भनेको कहाँ गयो वर्ष किन मैले चिया तताइदेऊ भनेको होइन हजुर खाने बानी ल तिमीलाई म ए लिभ दिएछ त्यो ढोका थुनेको कुखुरा आउँछ भनेर तिमीलाई मैले चिया तताइदेऊ भनेको कि होइन के हेरेको भनेको सुन्नुपर्छ कि पर्दैन मैले मैले भनेको सुन्नुपर्छ कि पर्दैन के हेरेको ला मेरो चिया उम्लिसक्यो जान्छु अच्छी आमालाई पान पनि लग्नु पर्ने खाने पनि ल तात्तिकै छैन हो नेठा उसले सुन्दैन क्या गाइस मेरो उसले चाहिँ भनेकै सुन्दैन क्या लक्ष्मीमा हेर्छु भाइ त चार्ज पनि छैन कि मोबाइलमा चार्ज बसाउनु पऱ्यो नि त होइन अब आजको दिन के हुन्छ देखाउँदै जान्छु केटाकेटी हो दाजुभाइ तथा दिदीबहिनीहरू बाजे बोजू अङ्कल आन्टी सबैजना त्यही हो लक्ष्मीमा हेर्छु है त अब चार्ज त बसाउनु पऱ्यो नि त अलिकति गाह्रो छ लाइन पनि छैन अब बिहानदेखि आएकै छैन सो गाइज म चाहिँ यहाँ चिया खाँदै थिएँ कि मैले यहाँ के देखेँ भने एउटा कालो चरा चाहिँ नि के भन्नु त्यसलाई कालो जुरेली भन्छौँ कि हामी चाहिँ त्यो यताउता हिँड्दै थियो कि बिस्तारै यहाँ चढ्दै थियो कि मैले के देखेँ भने नि गाइस म तपाईँहरूलाई देखाउँछु ल पर्खिनु ल मजाको दामी होइन यहाँ हेर्नु ल कहाँ गयो त्यो ओए ज्याठा यसले त एट्याक हान्छ नि गाइस यसको यहाँ पर गयो कि यो म यहाँ आएको देखेँ कि यसले त एट्याक हान्छ कसम गाइस यसलाई चाहिँ हामीले पहिले सुभाष काका हामीले चाहिँ मारेको पनि हो कि उही छ पहिले आम्बो यहाँ त एट्याक हान्छ कसम गाइस यहाँ गुड छ क्या मैले त्यही देखाउन आँटेको थिएँ गाइस हेर्नु त यहाँ गुड छ कि यस्तो कालो देखेको ओए यहाँ अन्डा पनि छ होला कि छैन सायद उहाँ सजिनु कि के लिनु पनि जानुपर्ने अरे ओबी एट्याक हान्छ यार गाइस एट्याक हान्नु मात्रै दुईवटा छ कि हामी चाहिँ कालो जुरेली भन्छ ओए जाँडा के गर्दिनँ हौ भाइ बहिनीहरू केही पनि गर्दिनँ क्या म हेर्नु कस्तो कागतीको बोर्डमा बनायो क्या अचम्म ओए ठुङ्गे अन्त छैन त त्यहाँ हेर्नु त कहाँ खै कस्तो नदेखेको आम्बो हान्छ होला अन्डा छ
कस्तो हेरिदिउँ भनेको नदेखेको क्या दुईवटा उहाँ कालो जुरेली भन्छु है हामी चाहिँ तर अरूले चाहिँ के भन्छ थाहा भएन कस्तो क्लियरली नदेखाउनै नपाएको क्या राखिदिउँ एकछिन ओ यसले त एट्याक हान्छ यार पहिले पनि हामीले चाहिँ अन्त ग्याडिसले 5वटा जस्तो चाहिँ मारेको थियौँ ऊ परको के भन्छ कस्तो भएको ऊ पर देखेको छैन होला ऊ देखिरहेको छ ऊ पर छ नि त बाँसघारी मेरो फोनै बन्द भइदिने गाइज यार तातिएर ज्यादा यस्तै हुन्छ क्या मेरो फोन चाहिँ के भएको शीतलै छ हो लाइन पनि आएको छैन गाइज होइन यहाँ पुरै अघिदेखि यहाँ बसिरहेको छु कि एट्याक हान्नु खोज्दैछ मलाई चराले चाहिँ नि देखाइदिउँ भनेको मजाले कस्तो ठाउँमा अप्ठ्यारोमा बनाएको क्या कहाँ छ यहाँ घुड यहाँ कस्तो नदेखेको यहाँ छ देख्नुभयो गाइज यहाँ छ यहाँ घुड चरा आउँदैछ त्यही अन्डा हेरिदिउँ भनेको कस्तो अप्ठ्यारो ठाउँमा बनाएको क्या यहाँ ठुङ्गोस् क्या यहाँ छ ओ यहाँ दुइटा यहाँ छ गुडी यहाँ छ ए अहिले ठुङ्गा नि छैन यहाँ कस्तो एट्याक हान्दै हो यो तपाईँले चाहिँ एट्याक हान्छ क्या हेर्नु त आफ्नो बालबच्चाको आफ्नो घरको कति माया हुँदो रहेछ क्या देखाउनु पनि होइन गाइज अन्डा हेरिदिनु खोजेको छैन अन्डा त छैन रहेछ ठुलो बुबु जानुभयो आमा अब फेरि उहाँ माथि पुग्नु पर्ने क्या गाइज सजुन लिनु अरे अब आमाले भनिहाल्नु भयो गइदिइहाल्नु पर्ने हुन्छ अब आमा चाहिँ उपर हुन्छ देखेको छ है छैन हो गाह्रो छ ल एक गिलास राखिदिनु पऱ्यो अनि चलिदिनु पऱ्यो गाइज कसम कस्तो एट्याक हानिदिएको नि मलाई त यार तर कस्तो ठाउँमा बनाइदिएको क्या गुड चाहिँ कागदियो बोटमा मैले हिजो अलिअलि गोडेको थिएँ खुर्सानीहरू भएको घाँसहरू उखालिदिएको थिएँ हो यहाँ मेवा पनि भाँचे नरिवल बिहान नरिवल नरिवल झार्ने यो पनि भाँचे छ हो मेवा अनि खुर्सानीको बोट पनि भाँचिदिएको छ के गर्नु यहाँ चाहिँ बाख्राको दबाई छ गाइज ए बुढी साह्रै दिँदैछ यहाँको छ टोटल हाम्रो चाहिँ 9वटा रहेछ सुँगुर पहिले 19वटा कि 20वटा थियो हो चलिदिनु पर्ने हुन्छ अलिकति चट्ट लाएर हामी चाहिँ म चाहिँ म र बसेको ल यस्तो काम त गाइज कामै काम हो काम नगरी नाम पाउँदैन हो जाउँ न नजाने बिसकेको उहाँ पर जाउँ भनेको म चाहिँ सजिलो लिनु जाने भन्दा भन्दै अब घरमा काम त्यस्तै भयो कि पाहुनाहरू पनि आउनुभएको छ पाहुना मतलब बाजेको कान्छा बाजेको साथीहरू कोहरू होला चियासिया दिएर यताउता गर्दा के गर्दाखेरि हो जानै पाएन ढाबुले अघि ल्याइसकेछु सब्जी को बेला थाहा छ को बेला मिठो लाग्छ कमेन्ट गर्नु होला है त गाइज मलाई त्यस्तो ठिक लाग्दैन यसको सजिनको दाल चाहिँ दामी हुन्छ यो डाक्रा चाहिँ होइन कि यसको पत्ताहरू हुन्छ नि टिप्लो हुन्छ नि कोही थाहा छ कोहीले खानुभएको छ भने प्लिज ट्राई गर्नु होला दामी हुन्छ मेरो बुढी चाहिँ अघिदेखि अरूमा छ के भएको हो नि होइन घिचे कि बात घिचे कि भन्ने कस्तो हुन्छ होला लु तिम्रो सम्पत्ति आयो ल सजिलो त्यो अघि उहाँ बनेको पनि यही त होला नि यो पनि त्यही होला सायद त्यस्तो लाग्यो मलाई सब्जी हेर्दाखेरि हो नि खानु त खान्छु कि मलाई त्यस्तो मन पर्दैन हो यसको दाल चाहिँ फेरि भइहाल्छ तेरी मेरी अम्मा मेरो चाहिँ बिन्दासमा
छैन त्यति मजासँग हुँदैन कि त्यो भएर फुपू के गर्नुभएको खाइसकेर चाहिँ थाल चाहिँ अल्छी लाग्यो बेलुका पड्काउने अहिले काटिदिनु अहिले नै काटिदिनु ओके यी काम गर्दैछु त यी मेरो काम ल यस्तो गाह्रो छ गाइस गाउँघरमा सुँगुर पालेपछि यस्तै नै हो म अझै थप्ने कोसिसमा छु तर म थप्दिनँ होला सायद हजुर ल ल ल हुन्छ के चाहियो अरे तिमीलाई के मागेको तिमीले सबलाई हेर त ल नारायणलाई गट 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 खाऊ न कति नै स्ट्यान्डर्ड हुने खोज्छ लौ सो ल अब चाहिँ चारो साह्रो काट्छु गाइज म होइन टक्कै चारो चाहिँ हाम्रो कति छ भन्दाखेरि फोन हुन्छ साथीहरू गफ गर्दै हुन्छ डम्मा डम्म डल्लै काट्नुपर्ने अनि म यहाँ बाजेहरूलाई उयो दिँदै थिएँ नि त बाजे चिया पाउनु भन्नुभयो के भन्नु के चाहिँ लामो लिएर आइज छ र अनि ल्याएको भनेको थियो त ड्याबुले त के भन्नुहुन्छ फेरि जानुपर्ने हो जानै पर्ने हो चार्ज नभएर चाहिँ तनाव छ क्या गाइस कसम भनेको नि मोबाइलमा आमा कुन चाहिँ मगाएको बोर्ड जत्रो भन्नुहुँदैछ आमा यत्रो बोकेर ल्याउनु गाह्रो छ हिजोको हावाले चाहिँ यहाँ डेन्जर गरिदियो डेन्जर त के भन्नु होइन गाइस हाम्रो कसलाई मार्दैछ हौ हावाले चाहिँ त होला नि हिजोको खोइ कहाँ ल्याएको छ ढाबुले खोइ 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 छैन त ढाबुले ल्याएकै छैन त यहाँ त खोइ खोइ ल चारो पनि काट्नुपर्ने पर पनि जानुपर्ने मोबाइलमा चार्ज पनि छैन कि गाइज होइन लाइन पनि छैन बिजोक छ अब चार्ज त अलिकति बचाउनै पर्यो कि कसो भएर लाइन आएन भने त कि हुन्छ नि त ऊ हेर न यिनीहरू त रामे लच्छे के हो मेरो ब्यारो लच्छे यहाँ छ लु लु के खानु गयो लु अबे लु 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 एकछिनमा भेट्छु ल तिमीहरूलाई ल गाइस स्टेडियम है त अब आजको दिन के हुन्छ म देखाउँदै जान्छु के चाहिँ हुन्छ त के भन्नु अब त्यो चार्ज काट्नुपर्ने छ पर पनि जानु पऱ्यो अब एकछिनमा भेट्छु म तपाईँलाई चार्ज छैन चार्ज बचाऊ चार्ज बचाऊ के लाग्यो अरे यो गाइस बुढाबुढी चाहिँ लाग्यो सजिलो हो मकैबारी सानो छैन मकैबारी दर्याम दर्याम भन्ने के ए हरियो काँक्रो दर्याम दर्याम मकैबारी के भन्छ मकैबारी दर्याम दर्याम आम गीत पनि के निकाल्छ गाह्रो छ मकै खेसर लगाएको ए खोया सहित हो त आमा खोया हेर्नु खोया खोया भनेको क्या खोया खोस्टा कति बोलेको है मकै त चट्टो चर्को छोरो क्या कसैले लिएर हिँडेको मैले काम गर्दैन नि उसले भने बित्तिकै हिँड्न पर्ने हेर्नु त डल्लै मकैहरू त आम पोलेर अस्ति आएको दिन चाहिँ मैले उताबाट आएर अस्ति पोलेर चाहिँ हान्दिएको थिएँ मैले हो मकै पोलेर हान्दिएको थिएँ क्या के हो घरमै नि आमाले गरिदिनु भएको छ हामी प्र्याक्टिकल चाहिँ उहाँ बनाइबस्छ क्या गाइस तित्तिरको बोर्ड उहाँ छ उहाँ बनाइबस्छ त्यही नै हो फ्याँक भइसक्यो गलेर एकछिन कुदिदिएको त भन कहाँ भिडियो बनाउनु पर्सि होइन आज पो बनाउनु पर्ने छ त भिडियो त के को 3 लाख पुगेछ भ्युज राम्रो ठाउँमा जाउँ भन्दा जाँदैन अल्छी लाग्छ किन राम्रो ठाउँमा बस्ने पिस ठाउँमा जाँदैन तिम्रो चाहिँ त उहाँ बेतिन बाँधै पुग्नुपर्छ भने चाहिँ मलाई त झ्याउ लाग्छ क्या गिद्दीलाई
पिस त छ कि तर चाहिँ त्यहाँ चाहिँ नि के छ भने नि बुढी मान्छेहरू ज्यादा आइदिन्छ कि मलाई गिल्ती लाग्छ आउँछ भन्ने चाहिँ के छ त्यहाँ गर्मी महिना हो कि त्यहाँ दौडे ठाउँ छ त जहिले आउँछ क्या नभएको खुब जानियोस् अनि त्यहाँ मान्छे भक्कमै गर्नुपर्छ भने अलिक पर ओर गर्दा जे भयो भने मलाई त्यो मान्छेहरू झ्याउँछ म त्यस्तो गिदी लाग्छ क्या मलाई अब झन्डै लड्यो के भएको हो होइन गाइस कि कसो मलाई त्यो क्या अब बुढाबुढी गएर टक्क दामी पिसहरूमा बनाउने हो नि त त्यो मान्छे झ्याउ झ्याउ भइरहेछ हो अब त 2-3 जना देख्दाखेरि के हुन्छ दुनियाँले देख्ने कुरा होइन क्या देखोस् न तर सोसियल मिडियामा देखोस् न त्यो हो क्या भक्ति त्यो सोसियल मिडियामा देखोस् त्यो त्यस्तो भन्नु खोजेको होइन कि तर मलाई अलिकति झ्याउ झ्याउमा गिटी लागिदिन्छ क्या अलिकति कस्तो अनकम्फर्टेबल लागिदिन्छ क्या खै के भएर हिँड्नु नि जानेन चाहिँ बुढाबुढी हिँडेछ हो ए लड्नु खोजेछ हो हिँड्दाखेरि आलीमा हिँड्नु नजानेको के हो होइन के अरे के पर्सि चोर्ने भनेको ल लगिदिनु अहिले फर्किँदाखेरि ल बुढाबुढीको सल्लाह हो क्या म त घरै पो बिर्सेँ त यार माथि नानीको जानु भन्दै पनि त्यो सजिलो नै आमाले कोही कुन चाहिँ रुखहरू हो नि गाह्रो छ चारैतिर हरियाली छ हेर्नु त गाइस यो हो नि त ग्रिनेरी यहाँ पर हो क्या कता हो क्या बाटो त्यतै हो यताबाट चाहिँ मलाई बाटो कन्फ्युज मै पुगेर भेट्छु ल गाइस म चार्ज पनि छैन ऊ चार्ज भनेको चार्ज पनि छैन कि मै पुगेर भेट्छु के उपद्रो गरेको जेमा यो फोपडा हो क्या तुम्हें शर्म है कुछ शर्म आया है मान्छेले फोपडा किनी ऊ मान्छे गाइस मान्छे अब कस्तो ब्लोर हान्थेको गाह्रो छ त्यतिकै तिमीलाई यसो गाइस हामीले चाहिँ घर पत्ता लायो होइन म चाहिँ कन्फ्युज भएको थाहा त थियो कि घर चाहिँ पत्ता लायो हो अब यहाँ माछा पोखरी देख्नु सक्नुहुन्छ हेर्नु न कस्तो माछा हेर्नु न गाइस मेरो त कस्तो यहीँ छेउमै मात्रै छ त के होला नि त्यही खाएको होला नि हो नि उयो भुजा दिएर खान्छ नि मजाले खान्छ नि अन्जान ठुलो यादकेरिका फुत्लुक राति आएर चोरेर लगिदिनु ल के चाहिँ हौ यहाँ त हुन्छ त हौ अनि मतलब नि धान पनि रोप्नु सक्नुभएछ बोजूहरूले यहाँ घर चाहिँ यही हो कि गाइस होइन डल्लै पर धान रोपिसक्यो चैतमै रोप्नु भएको अरे 2 लट रोप्नु यहाँ मकै हुँदैन अरे कि त्यसले गर्दा त्यो भएर चाहिँ अनि रोप्नु भएको अरे धान भनेर भन्दै हुन्छ भर्खर कुरा गरेको बोजूसँग हो यस अब कस्तो पहेँलो देखेको के हो लेउ हो कि के हो यस्तो हेर्नु त यहाँ सिमलहरू म त के बेलचन्डा होला अनि त सिमल दल रहेछ डल्लै कुन बिर्सिदिरहेको झन्डै उस्तो यस्तै कन्फ्युज भइदिएको नि हिँड न हिँड चुप चाप हिँड त हिँड छिटो तिमी कुरो भरे घरमा गएर उखाल्नु घरमा गएर चारो पनि काट्नु पर्ने छ गाइस अब सजुन भनेको चाहिँ यो हो बोर्ड गाइस होइन कोकोलाई थाहा छ कोकोलाई थाहा छैन न म लामो खोलिरहेको छु तघि मैले देखाएको थिएँ नि तपाईँलाई प्लिज हामीलाई कन्ट्याक्ट गर्नुहोस् अनि केही भन्नु छ अरू किन चढ्ने हौ तिमी चाहिँ हावामा काल खोजेको हो क्या यो पनि हो यो कहाँ चाहिँ भर्खर सुकेकोहरू कहिले काटेकोहरू होइन सब्जी चाहिँ यस्तो हुन्छ यस्तै भाँचेर खानुपर्छ यसको दाम नि हुन्छ मधेसीहरूले चाहिँ यो यसलाई मासु बनाएर खान्छ अरे क्या मासु भन्दा मिठो उयो गरेर खान्छ अरे मासु जतिकै मान्छ अरे क्या भनेर भन्छन् हो र खै मलाई त्यस्तो लाग्दैन बुढीलाई थाहा रहेछ सब अयो कस्तो दुख्छ यसले
सजिनहरू त खेर फालेको मान्छेले कति मिहिनेत गरेर किनेर खान्छ त्यसो यहाँ चाहिँ बेरुनेहरू हेरेर त मलाई यसको यो पत्ताहरू चाहिँ छ नि गाइज यो पत्ताहरू छ नि गाइज कोकोलाई थाहा छ कोकोलाई थाहा छैन होइन सजिनको यसको चाहिँ दाल बनाएर खान्छ चिप्लो हुन्छ गाइज यस्तो दामी हुन्छ होइन अन्त गाइज बोकेर लाग्यो अब यही हो सम्पत्ति चाहिँ लिन आएको हामी फलेपछि के अरे कसलाई उहाँहरू के यत्रो डल्दैछ अन्त उहाँहरू के यत्रो डल्दैछ अन्त कसलाई अरे 100 यतिको चाहिँ हुनुपर्छ ल केटा बोकेर लाग्दिनु ल अन्त कहाँ हान्नु पछि आएको यतै हो बाटो जता हेर्नु त्यतै बाटो हो गाइस ल आमाले हाम्रोमा हुनु त छ कि तर अझै रोप्ने अरे आमाले भन्दा त्यो रोप्नुको लागि चाहिँ लिएर गएको हो के होइन होला हौ फल्छ होला कस्तो फल्ने नफल्ने हुन्छ र ए हो र त्यो चाहिँ मलाई थाहा छैन है गाइस त्यसको साग चाहिँ अब त आफूले खानु भयो थाहा हुन्छ यसको पत्ता चाहिँ दामी लागिदिन्छ मलाई मतलब दाल टक्क पिरो होइन स्पाइसी बनाएर चाहिँ मसला टक्क हालेर टक्क हालेर पिरो बनाएर चाहिँ दामी हुन्छ नि माछामा फोन चाहिँ बन्द भइदिएर गिद्दिए गाइज यस्तै हुन्छ बिजोक ल साथीहरू त्यस्तै नै हो जिन्दगानी दर्पण छायाहरू होइन गर्मीले फ्याक भयो म त एकछिन त यार गरम भइदियो त गरेर चारो कट्नु गर्नु सोचेर त्यो खोर्सानी पनि गर्नु भने चाहिँ अब त्यो हेरौँ अब के गर्छौ ल साथीहरू घिसाएर लगेको ल जाऊ ल साथीहरू म तपाईँहरूलाई अब एकचोटि घर पुगेर भेट्छु ल ममा चार्ज पनि छैन लाइन आयो कि आएन थाहा छैन घर पुगेर भेट्छु म तपाईँहरूलाई अब एकैचोटि गाइज हेर्नु ल यही गुड हो क्या मैले भनेको चाहिँ यहाँ अघि यहाँ तिनवटा अन्डा रहेछ यार काँडामा यस्तो ठाउँमा बनाएको छ हेर्नु त है होइन आमामा यहीँ चाहिँ कराउँदैछ झ्याट्ठ्या कस्तो मजाले बनाएको क्या गाइज हेर्नु न कस्तो हल्लिएको हेर्नु त है कस्तो मजाले बनायो उहो कराउँदैछ एड्याङ हालिदिन्छ क्या गाइस अहिले हेर्नु त आम्बो यहाँबाट छिराइदियो आएको हो चाहिँ यार हेर्दै अन्डा सर ल गोच यस्तो अप्ठ्यारो ठाउँमा बनाएको रहेछ क्या उताबाट देखाएको मतलब भएन कि यताबाट आएर चाहिँ अनि बनाइदिएको नि ल मलाई चाहिँ आइपुग्यो गाइस गर्मीलाई फाँक भयो के भन्नु हो गाई मैले यहाँ सागहरू खोर्सानी के रोपेको थिएँ यो सबै सागहरूको यो डाक्लाहरूको सुकिसकेको हो रायो सागको बिरुवाको हो होइन टक्क खोर्सानीहरू छ यहाँ हो यहाँ छ फलिरहेछ क्या ए उयो गर्नुपर्ने भने पनि त गोड्नुपर्ने अब एक्लै कहिले गर्नु बुढलाई पनि सघाइमा आएको अब कामै काम छ अब हेरौँ आज भ्याइयो भने भ्याइयो भ्याएन भने अब भोलि पनि के गर्नु भन्नु अब भोलि झन् पूजा छ अब हाम्रो लिङ्गो चेन्ज गर्ने भन्ने हुन्छ अब यताउता के गर्दाखेरि अब हेरौँ अब 100 रुपियाँ किलो छ अरे क्या खोर्सानी सबै गरेर चाहिँ अन्त अब खोर्सानीको खेती गर्नुको लागि अब एक्लै हल्का टक्क अब यहाँ चाहिँ हाम्रो त भइरहेछ खोर्सानीहरू हो म कस्तो देखेको क्या उताबाट चाहिँ नि के भएर चाहिँ हो क्या यस्तो भएको क्या मेरो क्यामेरा ब्लर देखिरहेछ डल्लै खोर्सानी बारी हो क्या अब त सकिसक्यो भन्दा नि हुन्छ फल त फलिरहेछ हो यत्रो घाँसहरू काटेको हेरेर छ सब यो बुढीले काटेको मैले पनि अलिअलि त सघाइदिएको थिएँ आमा यहाँ बिचारा एक्लै गर्दै हुन्छ कस्तो ब्लर आइदिएको के हो सो गाइस ल त्यही नै हो आम्मा यहाँ त दामी फलिरहेको रहेछ त यार सही हो दबाई बाख्राको
घरिघरि मान्छेले हान्दा पनि हुन्छ अरे क्या ल साथीहरू अब चाहिँ लाइन पनि आएछ होइन कहाँ गएर के आमा हिरो भइरहेको छ त अरू के हलुदार ओइ ओइ चोटि कस्तो गर्दा गर्न ठिकै न ओइ अर्के गर्दा एकचोटि ल 3 2 1 गो ड्याम सय ल गुड 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 के हो आम्मा आइज त को गाइज एउटा चाहिँ डल्लैमा हान्छु बुवाले पठाउनु भएको अङ्कल के हो यो कोपी म कहाँ फेरि मेरो भ्लगमा चाहिँ अन्त के भनिदिन्छ अन्त काकाले पनि सब यो भोलिको लागि होला गाइस भोलि पूजा छ पूजा मतलब पूजै भनौँ न त्यो लिङ्गो चेन्ज गर्ने अरे लिङ्गो चेन्ज गर्ने अरे कि त्यही भएर होला भोलि गुरुहरू पनि त्यस्तै रोटी खुवाइ हुन्छ हो आउनु न ल हो त साँच्ची भनेको इन्भाइट मैले गरिदिएको छु यहीँबाट अहिले भ्लगबाटै इन्भाइट गरिदिएको डलर छाप्नु पर्यो नि बिस्तारै डलर के गर्छ गफ त धेरै हाने क्या मैले त ल गाइस एकछिनमा भेट्छु म तपाईँहरूलाई भरे ल चार्ज लाउने हो मोबाइल अब गयो लाइन छैन रहेछ अब चार्ज लगाइदिइहाल्नुपर्छ गाइस मोबाइल अब चार्ज पनि काट्छु म हो ल तपाईँ गाइस एकछिनमा भेट्छु म तपाईँहरूलाई ल बुढी बाबाई भन्छु ल साथीहरू के छ त अहिले चाहिँ भक्कै रात परिसकेको छ होइन अब त्यस्तै नै भइहाल्यो आजको भिडियोहरू अब के कस्तो भयो प्लिज प्रतिक्रिया दिनु होला होइन अब कामले गर्दा हत्तु भयो हात दुखिरहेको छ अझै पनि म यहाँ कामै गर्दैछु काम हुँदा नि अब बुवाले अघि चाहिँ हल्लोको लागि चाहिँ के दुलो पानी लाउनु भएको थियो कि यहाँ छ अहिले आधी घन्टाभन्दा बेसी लाइन गयो गाइस लाइन गयो कता जानु के गर्नु लाइन गयो कस्तो मजाले देखेको क्या गिद्दी भयो के छ ढाबु सन्चै छौ लाइनै गयो यार फेरि कस्तो मजाले देखिदिएको नि त्यही माथि पानी पर्नु लागेको छ हेर्नु न कस्तो कालो देखिरहेको त्यो भएर पनि कालो देखेको म स्याडो त बबाल देखिने रहेछ नि सो म यत्तिकै बोलिदिन्छु होला साथीहरू के गर्नु म मेरो ट्र्याक्टरको फक्स आउँदो रहेछ अब त्यसकै फक्समा बोलिदिनु पर्दा जस्तो छ ओ भ्लगमा लगाएको कस्तो कालो दिएको गइदियो नि गाह्रो भयो एकछिन आगोमा जान्छु ल म भिडियो एडिट त गर्नु पऱ्यो नि होइन गाइज कि कसो यहाँ बसेर म यसरी अब एडिट गरिदिन्छु गाइज आज चाहिँ मेरो भ्लग हो सो आजको भिडियो के कस्तो भयो प्लिज प्रतिक्रिया दिनु होला होइन नयाँ भ्युअर्स हुन्छ भने चाहिँ प्लिज सब्सक्राइब द च्यानल गाइज किप सपोर्टिङ किप लभिङ मेरो तर्फबाट हजुरहरूलाई धेरै माया छ र मलाई पनि धेरै माया देखाइदिनु होला होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनु होला र साइडमा रहेको बेल आइकन पनि दबाइदिनु होला र बेल आइकनलाई चाहिँ अनमा राख्नु चाहिँ नबिर्सिदिनु होला साथीहरू है बिजोग छ लाइन गरेर चाहिँ आगोमा आएर बोलिरहेको चारो पकाउँदै हुन्छ यहाँ खोले हो गाईको लागि सो त्यही हो भोलि पूजा पनि छ भोलि चाहिँ बिहानै उठ्नु पनि पर्ने हुन्छ गाइज होइन भोलि चाहिँ अब लिङ्गो चेन्ज गर्ने भन्ने हुन्छ हाम्रो भोलि 3 जना चाहिँ हाम्रो गुरुहरू आउँदै हुन्छ हो त्यस्तै छ भोलि चाहिँ दरु काम पनि हुने रहेछ त भोलिको भ्लग पनि अब जस्तो राम्रै नै दिनेछु आजको भ्लग पनि अब के कस्तो भयो त्यस्तै नै हो गाइजहरू होइन अब मोबाइलमा चार्ज पनि छैन लाइन पनि गइरहेको छ लाइन आएन भने चाहिँ गिड्डी हुन्छ पानी पर्नु लागेको छ डेन्जर कालो भइरहेको छ कस्तो कालो भइदिएको नि झ्याप्पै सो ल बाबा गाइज सी यु नेक्स्ट भ्लग